हेलो एभ्रिवान, वेलकम, नमस्ते, शिवारू। म फेरि पनि नयाँ ब्लग लिएर आएको छु। धेरै 2-4 दिन पछि तपाईहरु सबैजनाले हेर्दिनु होला। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु भन्दा पनि एकदम रुगा लागिरहेको छ। यो रुगा अब दशैंको माहौलमा यसो रुगाहरु लाग्यो। तर पनि केही छैन, ब्लग चाहिँ अब बनाइराख्नु भ्याइन, किनभने अब नयाँ छु नि त, त्यस्तो जोस जाँगर त आउँछ र पनि अब समय त्यति मिल्दैन नि त, त्यही भएर बनाउन सकिन। अब चाहिँ आज चाहिँ ब्लग बनाउने सुरसारमा छु, तपाईहरुले हेरेर साथ दिनु होला। नयाँ जोस जाँगर उमङ्गको साथ बिहानी भएको छ। एकदम राम्रो दिन भएको छ। पानी पर्दा गरेर अस्तिको दिन त कति साह्रो पर्यो। आज त एकदम राम्रो घाम लागिरहेको छ। पानी छोड्नु पर्ने हुन्छ। ल खाऊ त। ल हेलो गाइज, हामी चाहिँ अब माथि घर जाँदैछौँ। आज त्यहाँ पूजा छ। यसो हामी नि जान्छौँ, के हुँदैछ के हो आजको, हेर्नुहोस् है त। ल बोजू नातिनी अघि पूजामा गएको। बोजू र नातिनी अघि म चाहिँ ब्लग बनाउँदै पछि। यहाँ माथि आइपुग्यौँ हामी। अब टक्कसँगले हाम्रो कार्यहरू सुरु हुन्छ। हेलो, वेलकम छ मेरो ब्लगमा। हेलो, वेलकम दिदी मेरो ब्लगमा। धन्यवाद धेरै तर घर निकै आएछ हो। अब खासै त नअर्कै भएर ल ठिक छ, अब हेर्दै जानुहोस् है त आजको कार्यहरू। अब यहाँ रोटीको प्रोसेस हुँदैछ। कस्तो लागिरहेछ तपाईको मनमा? ल ठिक छ। राम्रीको पालो छ, सोचेको जस्तो पुरा गर्ने चाहिँ विधि भएको छैन हैन। रोटीको व्यवस्था अब छैन रहेछ है। खै त त्यो चाहिँ भन्छु। अचारको लागि तिल भुटिँदैछ। आज चाहिँ हाम्रो बहिनीले एकदम मिठो अचार बनाउँछु भनेर यहाँनिर ग्लेन्डरले पिस्न लागेको छ है। खोइ त यहाँ प्लग छैन। एकदम दामी भयो ल। पिङ खेल्ने एकदम अवसर मिल्यो है। फेरि पनि दसैँ त सक्यो र पनि पिङ त खेल्नु छोड्नु भएन, त्यसरी त पिङ खेल्दैछौँ हामी एकदम। गाइस, अब यहाँ टक्कसँगले म चाहिँ सुमीको नानी बोक्नु आएको छु है त। यता देऊ त। सुमीको नानी हेर्नुहोस् गाइस। लु मिमी दिङले बहिनी बोक्ने अरे। लु बोक। से बास ला के भयो। यहाँ कार्यक्रम हुँदैछ हाम्रो। लगभग पूजा आज सकियो। लुङ्गामे खानुहोस् ल। आइसकेर अब हामी चाहिँ हाम्रो ब्लग अन्तिममा आइपुगेको छ। साथीहरू, आजको ब्लग चाहिँ यति नै। अब फेरि पनि अर्को ब्लग लिएर आउनेछौँ भन्दै सबैजनालाई टाटा बाई बाई। यदि मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट ठोक्नु होला, गरिदिनु होला। हस् त, धन्यवाद।